साथीहरू ल हेर्नुहोस् अब हाम्रो नयाँ प्रोजेक्ट आज यतापट्टि छ साथीहरू यहाँ देख्न सक्नुहुन्छ तपाईँले गौतम फ्रेम हाउस यसो यो ठकाइचोक भन्दा मास्टी र टक्क लाएर यहाँ हामीले यहाँ यस्तो मन्दिर गराउँदैछौँ हेर्नुहोस् हो हाम्रो आन्टी दिदीहरू यता हाम्रो विशाल सर सिओ साहब हुनुहुन्छ अब सिओ साहब दुई चार शब्द केही जानी भयो जाओस् के अरे आफ्नो सिओ साहब ल सिओ साहब हेलो सिओ साहब कार्यक्रममा तपाईँलाई स्वागत छ यार सिओ साहब ल हेर्नुहोस् सिओ साहब रिसाको अवस्था छ आज केही बोल्नु भएको छैन होइन अनि आजको प्रोजेक्ट हेर्नुहोस् कतिवटा छ यहाँ मन्दिर ल तपाईँहरूले यसो अन्दाजा गर्नुहोस् त यहाँ कतिवटा होला कमेन्ट गर्नुहोस् त यसो यहाँ मलाई गफाडी भनिसके सबैले काम गरिराखन् मैले चाहिँ यहाँ यसो भिडियो गराइदिएको हाम्रो सिओ साहब उता आउनु भयो अर्को ठुलो सिओ साहब सिनियर यता सिनियर साहब यता जुनियर साहब मेरो चाहिँ काम अब यहाँ पेन्टिङको छ होइन यहाँ म यस्तो रोलरमा टक्क पेन्ट यहाँ लगाउँछु है कसरी लगाउँछु भन्दा यसरी लगाउँछु यी ट्याक हजुर हो र त्यस्तो हो र कडा नदिनु न फेरि अङ्कल ल हेर्नुहोस् साथीहरू यसरी लगाउनु पर्छ रङ चाहिँ मैले भिडियो पनि गराउँदै कपालमा दल्दिने साँच्चै मेरो त काम मैले दल्नु हो त